हाई फ्रेन्ड्सहरू है, अहिले चाहिँ म साउथ कोरियाको ग्रामीण बस्तीमा छु। भने खोला नालाहरूलाई चाहिँ यो तरिकाले व्यवस्थापन गरिएको हुन्छ, जसको कारणले गर्दा चाहिँ छेउकुनाको माटोहरू कटान गरेर नदी नालाहरू लान पाउँदैन। भने ग्रामीण बस्तीहरूको घरहरू त्यो देखिरहनु भएको छ, एकदमै सानो सानो सेवा सुविधा सम्पन्न हुन्छ। भने यिनीहरू बस्ने चाहिँ विशेष गरी सहरी एरिया अपार्टमेन्टहरूमा बस्छन् र आफ्नो ठुल्ठुलो लगानीहरू जति सम्पूर्ण केमा भन्दाखेरि उद्योग कल कारखानाहरूमा चाहिँ इन्भेस्टमेन्ट गरेका हुन्छन्। जस्ट विपरीत हाम्रो देशमा हामी चाहिँ ठुल्ठुलो भवनहरू बनाउनमै केन्द्रित हुन्छौँ। भने यिनीहरूको आम्दानीको मेन स्रोत भनेको चाहिँ विशेष छ सामसुङ, एलजी, केपअप, हुन्डाई र मनोरञ्जन क्षेत्रमा चाहिँ विश्व ग्लोबल लिडर बनिरहेको एक शक्ति केन्द्रको रूपमा आफूलाई उभ्याउन देश हो। 2025मा चाहिँ विश्वको शक्तिशाली राष्ट्रहरूको सूचीमा 5औं स्थानमा चाहिँ आफूलाई उभ्याउन सफल भएको छ। भने रोडहरू विकासहरू गर्दाखेरि यो तरिकाले गरिन्छ क्या, एकदमै एकचोटि बनाइसके पछाडि 20औं वर्ष 10औं वर्षहरू हुन्छन्, माथि गाडी कुदिरहेको देख्नु भएको होला। त्यो गाडी कुदेकोबाट यो अहिले नयाँ रोड बन्दैछ, कम्ती यानि 5 फिट जति पुरेर चाहिँ बनाउँछन्, जसको कारणले गर्दा 100 वर्षसम्म चाहिँ यिनीहरूले चलाउनु पर्दैन। हाम्रो देशमा चाहिँ 1 वर्ष बनाइसके पछाडि अर्को वर्षमा चाहिँ पिलितै हो होइन। ग्रामीण बस्ती देखिरहनु भएको होला होइन, माथि माथि सानो सानो घरहरू, खासै ठुलो हुँदैन। त्यो सानो भए पनि सेवा सुविधा सम्पन्न हुन्छ, एकदम आफूलाई भरपर्दो पुग्दो। भने हामी चाहिँ ठुल्ठुलो घर 5 तला 7 तला जसको ठुलो घर भयो त्यो चाहिँ एकदम विशेष स्पेसल पर्सन हुने छ हाम्रोमा चाहिँ एकदम थिङ्किङ जस्ट अपोजिट हुन्छ यहाँ चाहिँ। र यिनीहरूको मेन आय स्रोत भनेकै त्यही हो, अटोमोबाइल क्षेत्रमा चाहिँ एकदम ग्लोबल लिडरै हो। र यिनीहरूले चाहिँ विशेष सामानहरू निर्यात गरेर नै इन्कम गर्ने हो है। भने विगतको तुलनामा यो वर्ष चाहिँ अलिकति इकोनोमिक ग्रोथ चाहिँ अलिकति डाउनिङ, जसको कारणले रेट्सहरू चाहिँ अलिकति बढ्दो मात्रामा छ, हामीले फी तिर्न परिरहेको छ। विशेष कारण चाहिँ जनसङ्ख्या घट्दो जनसङ्ख्या दर, अलिकति थोरै पोलिटिकल इस्युज प्लस ग्लोबल वार्मिङ, विश्वमा आइरहेको यो तनावपूर्ण अवस्थाले गर्दा बाहिर सामानहरू चाहिँ त्यति सप्लाई हुन सकेको छैन। सो द्याट त्यसै कारणले हो। यी खोला नाला देख्नु होला नि, शिरदेखि पुछारसम्म यो तरिकाले लगेको हुन्छ, एकदम व्यवस्थापन, जसको कारणले गर्दाखेरि एक चिम्टी माटो पनि नदीले एक्स्ट्रा लानेवाला छैन। रोड भनेको चाहिँ यहाँ बन्दैछ हो, बिजुली, खानेपानी, ढल होइन, सम्पूर्ण ग्यास पाइपहरू एकैचोटि क्या। हाम्रोमा चाहिँ ग्यास पानीको हाकिम मै हो, विद्युत प्राधिकरणको हाकिम मै हो, खानेपानी संस्थानको हाकिम मै हो, सडक विभागको हाकिम मै हो। खतरा हो, मै खतरा हो भन्ने चलन छ। तर यहाँ चाहिँ कोअपरेसन बिट्विन टु इच अदर, त्यहाँबाट मात्रै यिनीहरूको सक्सेस मिसन सक्सेस हुन्छ क्या। एकदम एक अर्का बिच कोअपरेसन हुन्छ क्या, कोअपरेटिभ, कोअपरेसन्स, कोअर्डिनेसन्स भन्छ नि, त्यो हुन्छ क्या साथी हो है।